ए ससुरा मेरो भाइ एक ब्याग लिएर आउनु त बिहान बिहानै कति खान सकेको यो जडियाले रक्सी अनि ल्याउनु न तपाईँको सिटै हान्लाडे हर मैले पैसा दिएर हान्छ पैसा दिएर यो जडियाले कति खान सकेको रक्सी आफूलाई यसले नै चलाएछ निकै कडा रहेछ यो शीतन छैन अलिकति शीतन चाहिन्थ्यो क्या मलाई चाहिँ शीतन छैन आज अबदेखि चाहिँ यसो अलिअलि सिकुडी चाहिँ बनाउनु पर्छ है ससुरा मेरो भाइ चाहिँ जयलाई म पाङ्राको शीतन बनाएर खान्छु मासुलाई चाहिँ भोलि चाहिँदेखि चाहिँ 10 रुपियाँ मिलाउनु पर्छ है ससुरा मेरो भाइ आज चाहिँ यतिकै खाइदिन्छु होइन अब मलाई भात खान पनि हल्का भइरहेछ होइन आजलाई यति नै पैसा छ यति नै राख होइन यति नै हो होइन भोलि आएर दिन्छु क्या ससुरा मेरो भाइ अस्ति पनि बाँकी छ नि त मासुलाई चाहिँ म खाएर कहाँ भाग्छु त पहिला पनि यस्तै भनेर नि त भाइ तिमीले पहिलाको सबै तिर्छु क्या म सबै तिर्छु क्या म 1 रुपियाँ पनि खाएर म भाग्दिनँ यस्तो हुँदैन भाइ आजलाई यतिकै हो मलाई भाग्नु भइरहेछ होइन म आज चाहिँ जान्छु भोलि म जसरी पनि लिएर दिन्छु क्या तपाईँको पैसा ल ल ल ल ल ल जाऊ मासुलाई बुढी ए बुढी बुढी